आदरणीय दर्शकवृन्द, कार्यक्रम कुण्डलीमा म डाक्टर वासुदेव कृष्णशास्त्रीको हार्दिक अभिवादन तथा नमस्कार। दर्शकवृन्द, कार्यक्रम कुण्डली तपाईहरुको आफ्नै कार्यक्रम हो। यो कार्यक्रमको माध्यमबाट ग्रह नक्षत्र ताराहरूको बारेमा हामी चर्चा गर्ने गर्दछौँ। यसै सन्दर्भमा आजको पञ्चाङ्गको बारेमा चर्चा गरौँ। श्री 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 गोरक्षभवन नेपाल स्वस्ति श्री श्री श्रेष्ठ सम्वत 1,95,58,85,114 वर्ष विक्रम सम्वत 2070 साल सूर्य उत्तरायण वसन्त ऋतु परावनाम संवत्सर सौरमा अनुसार चैत्र महिनाको आज 29 गते शनिबार, चन्द्रमा अनुसार चैत्र शुक्ल पक्ष द्वादशी तिथि 13:41 बेला बिहान 11:13 पूर्वफाल्गु नक्षत्र 35:50 बेला रात्रि 8:05 विष्कुम्बाद युगमा वृद्धि योग 42:41 बेला कौलभकरण आनन्दाद युगमा शुक्ल योग चन्द्रमा सिंह राशिमा। तदनुसार अप्रिल महिनाको 12 तारिक सन् 2014 आजको दिनमा 31:43 बेला सूर्योदय बिहान 5:42 र सूर्यास्त साँझ 6:16 हुनेछ। दशमीन आज प्रदोष व्रतम पनि भगवान शिवको पूजा आराधना गरेर सुख शान्ति समृद्धि उन्नति प्रगतिको कामना गर्ने पनि दिन पनि। यसैसाथै सुरु गरौँ आजको राशिफल। सर्वप्रथम मेष राशि। व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ। मान सम्मान बाधा आउन सक्ने योग देखिन्छ भने पारिवारिक सम्बन्ध सुखमय रहला। स्वास्थ्यमा तनाव हुन सक्छ। अध्ययनमा रुचि बढे पनि अपेक्षित लाभ नमिल्ला। स्मरण शक्ति कमजोर रहन सक्छ। मनमा उत्साह बढ्नुका साथसाथै कार्यमा सफलता मिल्ला। अपराह्न पछि समय सन्तानबाट कुनै सहयोग प्राप्त हुने छैन। वैदेशिक यात्रा सामान्य रहनेछ भने चोटपटकको सम्भावना देखिन्छ। दाजुभाइको सहयोगले थालिएका कार्यहरू सफल हुनेछन्। आर्जनमा वृद्धि हुनेछ भने धनार्जनका नयाँ स्रोतहरू फेला पर्लान्। शत्रुहरू मित्र बनेर सहयोग बन्लान्। मनमा ग्लानि चिन्ता बढ्न सक्छ। 5 र 9 अङ्क शुभदायक रहनेछ। वृष राशि। रोजगारीका अवसरहरू प्राप्त हुने योग देखिन्छ। भागदायक योग पनि रहेको छ। धनकर्ममा रुचि निरन्तर वृद्धि हुने योग रहेको छ भने आज अपराह्नपछि माङ्गलिक कार्यमा सहभागिताका अवसरहरू मिल्न सक्छन्। व्यापार व्यवसायमा भने अवरोध आउने सम्भावना देखिन्छ। विदेश भ्रमणको योग पनि रहेको छ। विलासिताका सामग्रीहरू खरिद बिक्री गर्नु पर्ने योग देखिन्छ। सूचनाको आदान प्रदानबाट महत्त्वपूर्ण कार्यहरू सफल हुनेछन्। सन्ध्याकालीन समय सहकार्यको योग देखिन्छ। अचल सम्पत्तिको हानि नोक्सानी पनि हुन सक्छ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहला। शैक्षिक क्षेत्रमा गरिएको लगानी प्रभावकारी रहनेछ। आफन्तजनको सहयोगले महत्त्वपूर्ण कार्यहरू शुभारम्भ हुनेछन्। 2, 4 र 7 अङ्क पनि शुभदायक देखिन्छ। मिथुन राशि। सांस्कृतिक कार्यमा योगदानको सम्मान हुनेछ। दायित्वबोधको अनुभूतिबाट महत्त्वपूर्ण कार्यहरू सफल हुनान्। मित्रहरूबाट सहयोगको सम्भावना बढ्नेछ। अपराह्नपछि समय लेखन कलाको क्षेत्रमा सुधार होला। स्थानान्तरणको योग देखिन्छ भने नयाँ योजनाहरू बन्नेछन्। सही क्षेत्रमा सफलता मिल्ला। सामाजिक कार्यमा सहभागी भएला। गरेको कार्यमा सन्तुष्टि मिल्ला। कृषि कार्यबाट सम्मान प्राप्ति योग देखिन्छ। अपराह्नपछि स्वास्थ्यमा सुधार आउला। जन कल्याणको कामहरू गर्नु पर्ला। आध्यात्मिक आनन्दको विकास हुनेछ। दाम्पत्य जीवनमा सुखमय भावको विकास होला। अनावश्यक खर्चबाट बच्नु नै तपाईँलाई आज हितकारी हुनेछ। 3, 5 र 7 अङ्क शुभदायक रहनेछ। कर्कट राशि। शारीरिक आलस्यताले सताउन सक्ने योग देखिन्छ। अपराह्नपछि कृषि चोपाइबाट आंशिक लाभ पनि प्राप्त गर्नुहोला। सवारी साधनमा विशेष सावधानी अपनाउनु तपाईँलाई हितकारी हुनेछ। आपसी सहयोग र समन्वयबाट कार्यहरू सफल हुनेछन्। मानजनबाट अनावश्यक हस्तक्षेपको सम्भावना पनि रहेको छ। आध्यात्मिक कार्यमा सहभागिताको अवसरहरू जुट्न सक्छन्। सामूहिक उत्तरदायित्व थपिनेछ भने राजनीतिक अस्तव्यस्तताले मनमा खिन्नता आउन सक्छ। घात प्रतिघातको कारण अप्ठ्यारो पर्ला। सन्ध्याकालीन समय सम्धि सम्झौताका कारण तपाईँप्रति अविश्वास बढ्न सक्छ। तर लेखन कला साहित्यको क्षेत्रमा सफलता मिल्ला। झन्झटिलो यात्रा कारण शारीरिक शिथिलता बढ्ला। 3, 5 र 9 अङ्क शुभदायक देखिन्छ। सिंह राशि। आफन्त सहयोगले अधुरा कार्यहरू सुचारू हुनेछन्। दाम्पत्य जीवनमा सुखमय भावको विकास होला। शारीरिक परिश्रम निरन्तर बढ्ला। साथीभाइ बीचको सम्बन्धमा अल्झन आउन सक्छ। अपराह्नपछि समय मनमा शङ्का र नकारात्मक सोचाइले दुःख देला। आदर्श व्यक्तिसँग भेट हुने योग देखिन्छ भने सामाजिक अवजस पर्न सक्ला। अनावश्यक धनको क्षति बेहोर्न पर्ला। आयोजन सामान्य रहनेछ। सही क्षेत्रमा सुधार आउने योग देखिन्छ भने स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। साहित्य सभा सम्मेलनमा सहयोग हुने अवसर प्राप्त होला। सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। आध्यात्मिक कार्यमा मन लाग्ला। प्रेम प्रेमिकाको सम्बन्धमा प्रगाढता होला। वैदेशिक व्यापार तथा पशुबाट आंशिक लाभ प्राप्त गरिएला। 5, 7 र 9 अङ्क पनि शुभदायक रहनेछ। कन्या राशि। प्रशासनिक क्षेत्रमा आंशिक सफलताको सम्भावनाहरू देखिन्छन्। आध्यात्मिक कार्यमा सहभागिता अवसर प्राप्त होला। राजनीतिक वाद विवादले मनमा खिन्नता आउन सक्छ। घात प्रतिघातका कारण अप्ठ्यारो पर्ला। अपराह्नपछि आफन्तजनबाट अविश्वास हुन सक्छ। शारीरिक आलस्यताले सताउला। कृषि चोबाट लाभ मिल्नेछ। सवारी साधनमा सावधानी अपनाउनु पर्ला। महत्त्वपूर्ण कार्यमा समन्वय र सहयोगबाट कार्यमा सफलता मिल्ला। सन्ध्याकालीन समय मानिजनबाट अनावश्यक तनावको सम्भावना देखिन्छ।
लेखन कलाको क्षेत्रमा पनि प्रशस्त प्रगतिको सम्भावनाहरू देखिन्छन् भने 2, 4, 6 अङ्क आज शुभदायक रहनेछ। तुला राशि पारिवारिक सद्भावमा वृद्धि होला, दाम्पत्य जीवनमा सुखमय भावको विकास होला, प्रेम प्रेमिका बीच घनिष्ठता बढ्ला, गरेका कार्यमा सन्तुष्टि मिल्ला, शैक्षिक लगानीबाट आम्दानी तथा प्रतिष्ठा प्राप्त गरेला, सवारी साधन चलाउँदा होशियार हुनु उपयुक्त हुनेछ। अपराह्न पछिको समय आर्जनको क्षेत्र फराकिलो भएर जानेछ, पठन पाठनमा सुधार होला, आफन्त स्वास्थ्य उपचारमा खर्च बढ्नेछ भने वैदेशिक यात्रामा जाँदा सचेतता अपनाउनु पर्ला। अपराह्न पछिको समय मानिसजनबाट भेट हुने योग देखिन्छ, धार्मिक क्षेत्रमा सफलता मिल्ला, आम्दानीका स्रोतहरू बढ्नेछन्, व्यवसायमा परिवर्तन पनि आउन सक्छ, 2, 6 र 9 अङ्क शुभदायक देखिन्छ। वृश्चिक राशि अध्ययन अध्यापनमा प्रशस्त प्रगतिको सम्भावना रहेको छ, साहित्य लेखनमा रुचि बढ्ला, सभा सम्मेलनमा सहायता अवसर जुट्नेछ, यात्राका योजनाहरू बन्नेछन्, कृषि कार्य वाणिज्य व्यापारमा सामान्य लाभको योग देखिन्छ, मनमा उत्साह र जाँगर चल्ला, कार्यप्रतिको व्यस्तता बढ्ला, धार्मिक यात्रा योग देखिन्छ, नयाँ योजनाहरू बन्नेछन्, स्वास्थ्य समस्याले सताउन सक्छ, व्यवसायमा अवरोधको सामना पनि गर्नु पर्ला। अपराह्नपछि जागिरमा स्थायित्व र आफै सद्भावमा आंशिक तनाव उत्पन्न हुन सक्छ, आफन्तहरूले सहयोग गर्नेछन्, सामाजिक कार्यमा आस्था बढ्ला, अचल सम्पत्ति विवाद उत्पन्न हुन सक्छ, जग्गा जमिनको कारोबारमा खासै लाभ देखिँदैन, पारिवारिक सद्भाव कायम रहला, 5 र 7 अङ्क पनि शुभदायक रहनेछ। धनुराशि कूटनीतिक कार्यमा उल्झनको सामना गर्नुपर्ने योग देखिन्छ, समाजमा यशकीर्ति बढ्ने योग रहेको छ, आर्जनका नयाँ स्रोतहरू वृद्धि हुन सक्छन्, अध्ययन अध्यापनमा मन लाग्नेछ। अपराह्नपछि समय समाजमा बोलीको प्रभाव बढ्ला, व्यापार तथा अध्ययन सामान्य रहनेछ, राज्यबाट सम्मान र पदवी मिल्ने योग पनि देखिन्छ, रोजगारीका पदोन्नतिको सम्भावना रहेको छ, सामाजिक पद प्रतिष्ठामा पनि वृद्धिको योग रहेको देखिन्छ, अनपेक्षित धनको प्राप्ति भए पनि मनमा कुविचारहरू उत्पन्न हुन सक्छन्। अपराह्नपछि समय स्वास्थ्यमा सामान्य समस्या उत्पन्न होला, सचेत रहनु उपयुक्त हुनेछ, पेट सम्बन्धी समस्या देखिनु भएको हुनाले खानपानमा ध्यान दिनु जरुरी छ, आध्यात्मिक कार्यमा सहायता अवसरहरू मिल्न सक्छन्, 5 र 9 अङ्क पनि शुभदायक रहनेछ। मकर राशि विशिष्ट मानिसजनको सल्लाहमा गरेका कार्यबाट सन्तुष्टि मिल्ला, अचल सम्पत्ति किनबेच हुन सक्छ, धार्मिक यात्राका योजनाहरू बन्नेछन् भने तीर्थस्थलको यात्रा गरिएला। अपराह्नपछि समय कृषि पशु सेवाबाट प्रशस्त लाभ मिल्नेछ, कृषि कार्यमा समस्या आउन सक्छ, स्वास्थ्यमा सुधार आउने योग देखिन्छ भने पारिवारिक समस्या बढ्नेछ, आयोजनमा पनि विशेष गरेर वृद्धि होला। अपराह्नपछि जागिर वा रोजगारीमा महत्त्वपूर्ण अवसरहरू प्राप्त हुन सक्छन्, राजनीतिकमा सफलता मिल्ला, कूटनीतिकसँग सम्बन्ध सुदृढ होला, सही क्षेत्रमा अवरोध देखा पर्न सक्छ, खर्च वृद्धि हुनेछ भने आफन्त बीच मनमुटाव बढ्न सक्ला, 5, 7 र 9 अङ्क पनि शुभदायक रहनेछ। कुम्भ राशि पारिवारिक सम्बन्धमा सुधार आउने योग देखिन्छ भने आम्दानीका नयाँ स्रोतहरू वृद्धि हुनेछन्, व्यापार व्यवसायमा पनि प्रशस्त लाभ मिल्न सक्छ, स्वास्थ्यमा बाधाहरू उत्पन्न हुन सक्ने सम्भावना रहेको छ। अपराह्नपछि पठन पाठनमा अपेक्षाकृत मन नलागे पनि परीक्षा तथा अन्तर्वार्ताको नतिजा पनि राम्रो आउनेछ, कृषि पशु सेवाबाट लाभ प्राप्त गरेला, आकस्मिक धनको क्षति हुन सक्छ, सामाजिक सद्भावमा वृद्धि भएर जानेछ, अपराह्नपछि समय टाढिएका मित्रसँग भेट हुनाले मनमा प्रसन्नता छाउला, शैक्षिक लगानी वृद्धि हुनेछ भने थालिएको कार्यबाट लाभ मिल्ने हुँदा लगानी लाउनु उचित देखिन्छ, कुल कुटुम्बको सहयोगले कार्यहरू सफल हुनेछन्, 5 र 9 अङ्क शुभदायक रहनेछ। अन्त्यमा मीन राशि कला साहित्य मनोरञ्जनतर्फ प्रगति होला, शैक्षिक क्षेत्रमा प्रशस्त अवसर मिल्नेछ, न्यायिक तथा सामाजिक क्षेत्रमा पनि सफलता प्राप्त गर्नुहोला। अपराह्नपछि समय लामो र रमाइलो यात्राका योगहरू बन्नेछन्, आफन्तजनबाट प्रशस्त सहयोग पनि मिल्ने योग देखिन्छ, व्यापार व्यवसायमा आंशिक लाभ प्राप्त गर्नुहोला, तरल पदार्थको किनबेच योगलाई नकार्न सकिन्न, विशेष गरेर कला साहित्य सङ्गीत र सिर्जनामा विशेष चासो वृद्धि हुनेछ, विलासिताका सामग्रीहरू निरन्तर थप्नुहुनेछ, कार्यहरू सफल हुनेछन्, आकस्मिक धन प्राप्ति योग देखिन्छ, नयाँ गरगहना कपडा आदि जोड्ने योगलाई पनि नकार्न सकिन्न, अचल सम्पत्ति किनबेचको चर्चा चल्ला, पशु सेवाबाट प्रशस्त लाभ प्राप्त गरेला, 2, 6 र 9 अङ्क पनि शुभदायक रहनेछ।